Good afternoon. Uh, Sunway management team, faculty, अनि हाम्रो चाहिँ सफ्टवेयर ग्रुपको हाम्रो एडभाइजर सुरेश सिंह ठकुरी ज्यू, अनि स्टुडेन्ट्स अनि प्यारेन्ट्स सबैजनालाई चाहिँ म मेरो तर्फबाट वार्म वेलकम गर्न चाहन्छु। आज तपाईको स्टुडेन्ट्सहरुको चाहिँ ग्रेजुएसन सेरेमनी र very proud moment for all of us. Definitely it's a very big proud moment for I think the parents especially. So I think this is a अब विद्यार्थीहरुको लागि चाहिँ एउटा टर्निङ पोइन्ट डेफिनेटली हो। अब ग्रेजुएट भइसकेको छ, सो व्हाट यु वान्ट टु डु इन लाइफ, यु हेभ लट अफ प्लान्स। अब के गर्ने भन्ने होला सबैजनाले। यु डेफिनेटली विल टेक एडभाइस फ्रम योर फ्रेन्ड्स, फ्रम योर प्यारेन्ट्स, फ्रम योर फ्याकल्टिज, हैन, डेफिनेटली फ्रम द कम्युनिटी एज वेल। सो त्यसले गर्दाखेरि डेफिनेटली दिस इज योर आई थिङ्क अ भेरी, अब यो ग्रेजुएट इज वान टाइम तपाईको एउटा चाहिँ वान फेज अफ लाइफ यु हेभ अलरेडी क्रस्ड। अब यु आर गोइङ टु द सेकेन्ड फेज अफ लाइफ, डेफिनेटली अब प्रोफेसनल लाइफ, अब के गर्ने भन्ने होला। सो दिस इज वान स्टेज नाउ यु आर एक्चुली कमिङ थ्रु, एन्ड डेफिनेटली योर प्यारेन्ट्स हेज गन थ्रु दिस स्टेज। हामी त्यो स्टेजमा गइसकेका छौँ। सबैजनाको एउटा लाइफ साइकल हो, तपाईँहरूको त्यो स्टेज आछ। सो आई थिङ्क यु हेभ प्लान्स, अनि कतिजनाले प्लान बनाइसक्नु भएको छ होला, कतिजनाले प्लान बनाउँदै हुनुहुन्छ होला, हैन। आई थिङ्क इट्स अ टाइम फर नट आज नै गर्नुपर्छ भने, हैन, आज चाहिँ तपाईँहरूको सेलिब्रेसन डे हो। सो आई थिङ्क यु डिजर्भ योर डे टुडे, इट्स योर डे, हैन, एन्ड वी अल आर हियर टु सेलिब्रेट फर यु। सो त्यसले गर्दाखेरि चाहिँ डेफिनेटली, तर अब यो सेलिब्रेसन पछि अब यु हेभ टु मेक प्लान। आई थिङ्क द मोस्ट इम्पोर्टेन्ट टाइम पोइन्ट इज द्याट यु हेभ टु मेक अ राइट प्लान, हैन, बेटर प्लान चाहिँ गर्नुपर्छ। र डेफिनेटली अब नेपालमा गर्ने कि बाहिर जाने, नेपालमा के गर्ने, हैन, त्यो त्यो तपाईँहरूको स्टेजहरू आएको छ। त्यसले गर्दाखेरि हामीले चाहिँ के हो भन्दाखेरि तपाईँहरूलाई चाहिँ आई अलवेज से द्याट हाम्रो चाहिँ कन्ट्री फर्स्टै हुनुपर्छ, हैन, नेपाल फर्स्टै हुनुपर्छ। फर्स्टमा चाहिँ, हैन, यु हेभ टु एक्सप्लोर अपर्च्युनिटिज। नेपालमै केही अपर्च्युनिटिज छ भनेर एक्सप्लोर चाहिँ गर्नुपर्छ, हैन। द्याट इज माई एडभाइस। अब तपाईँहरू यु टेक एडभाइस फ्रम एभ्रीबडी। तर मेरो एडभाइस के छ भन्दाखेरि पहिला चाहिँ नेपालमै स्टार्ट के अरे तपाईँ एक्सप्लोरिङ, डोन्ट हेस्ट, हैन, हतार नगर्नु के टु मेक डिसिजन्स। किनभने यो तपाईँको एउटा यो डिसिजन्स इज गोइङ टु मेक अ लङ टर्म इम्प्याक्ट इन योर लाइफ जर्नी। सो डोन्ट मेक हेस्ट, टेक लिटल अफ टाइम, एन्ड देन ओके कन्सल्ट विथ द सिनियर्स, विथ द प्यारेन्ट्स। किनभने प्यारेन्ट्सहरू भनेको तपाईँहरूभन्दा धेरै संसार देखेर आएको हुन्छ, हैन। दे हेभ सिन लट अफ अप्स एन्ड डाउन्स, अनि तपाईँहरूलाई चाहिँ उहाँहरूले डेफिनेटली एकदमै राइट गाइडहरू गर्न सक्छ। सो प्यारेन्ट्सहरूसँग एकदमै बस्ने अनि एडभाइसहरू लिने र के गर्ने भन्ने चाहिँ त्यो तपाईँहरूले प्लान गर्नुपर्छ जस्तो लाग्छ। तर अनि अर्को कुरा के भन्दाखेरि चाहिँ नेपालमा पनि गर्न सकिन्छ भन्ने चाहिँ आई हेभ अ भेरी स्ट्रङ ओपिनियन, हैन। नेपालमा पहिला गर्न गाह्रो थियो भन्ने चाहिँ आई अग्री। पहिला चाहिँ 10 वर्ष 20 वर्ष अगाडि चाहिँ, हैन, पोलिटिकल स्टेबिलिटी थिएन, लोड सेडिङ थियो, अपर्च्युनिटी थिएन, फरेन इन्भेस्टमेन्ट थिएन, हैन। देयर आर लट अफ तपाईँको एक्सक्युजेस भनौँ, अथवा देयर आर लट अफ थिङ्स द्याट यु एक्चुली तपाईँहरूलाई चाहिँ त्यसले चाहिँ भ्यालिड पोइन्ट दिन्थ्यो भने। अब अहिले 2025मा हामी छौँ। 25मा आउँदाखेरि चाहिँ धेरै कुराहरू चाहिँ मिलिसकेका जस्तो लाग्छ कि मलाई चाहिँ। किनभने हामी त धेरै अब तपाईँहरूको एजमा पनि हामी त नेपालमै बसेर गरिरहेको हो नि त। हाम्रो एजमा त तपाईँहरू जस्तो सुविधा पक्कै पनि हामीले थिएन, हैन। माओइस्ट अब इन्सर्जेन्सीदेखि अब धेरै ठुलो पोलिटिकल टर्मोइल्सबाट हामी आएको छौँ। तर तपाईँहरूको स्टेजमा आउँदाखेरि चाहिँ आई थिङ्क यु आर रियली वान अफ द लकिएस्ट एरियामा तपाईँहरू छौँ। किनभने नेपाल चाहिँ इट इज ट्रान्सफर्मिङ। अहिले चाहिँ नेपाल चाहिँ ट्रान्सफर्म हुँदैछ के। त्यसले गर्दाखेरि तपाईँको लोड सेडिङबाट हामी मुक्त भइसकेको छ, बाटोहरू बनिरहेको छ, धेरैवटा चाहिँ टुरिज्म सेक्टरमा चाहिँ एउटा चाहिँ हामीले फड्को मार्दैछौँ। भर्खरै 5 स्टार होटल्सहरू हाम्रो खोल्दैछ, हैन। 4 स्टार होटलको चेन होटल्सहरू बल्ल नेपालमा हामीले चाहिँ के देख्न पाएको छौँ, बाटो बनेको देख्न पाएको छौँ, हैन। त्यसले गर्दाखेरि चाहिँ अब स्पेसली टेक्नोलोजीमा चाहिँ के छ भन्दाखेरि चाहिँ नेपालमा चाहिँ धेरै एउटा चाहिँ फड्को चाहिँ हामीले चाहिँ मार्ने चाहिँ हामी समय आएको छ नेपालमा। किनभने अहिले नेपाल सरकारले पनि टेक्नोलोजीलाई ठुलो एउटा प्रायोरिटी दिएको छ। हामीले चाहिँ डिफ्रेन्ट चाहिँ गभर्मेन्ट लेभलमा पनि हामीले कुरा गर्दाखेरि चाहिँ
हाम्रो पनि भोइस के छ भन्दाखेरि चाहिँ नेपालमा युवाहरूलाई चाहिँ अवसर क्रिएट गर्नको लागि चाहिँ पोलिसी बनाउनु पर्छ। सरकारले पोलिसी बनाइदियो भने तपाईँहरू जस्तो युथहरू चाहिँ नेपालमा बस्थ्यो भने नेपालको लागि धेरै राम्रो छ। त्यसले गर्दाखेरि चाहिँ के भन्दाखेरि चाहिँ मैले देखेको के भन्दाखेरि गभर्मेन्टले पनि हैन हामी सबै तपाईँको टेक कम्युनिटी भन्छु म अझै यसलाई चाहिँ हैन हामी वी आर इन द आइटी कलेज जस्तै तपाईँहरू पनि अब आइटी ग्रेजुएट भइसक्नु भयो आइटी स्टुडेन्टबाट यु आर अल्सो पार्ट अफ अ टेक कम्युनिटी वी आर अल्सो पार्ट अफ अ टेक कम्युनिटी एन्ड देयर आर लट अफ पिपल्स स्टेक होल्डर्स दे आर अल द पार्ट अफ द टेक कम्युनिटी र नेपालको टेक कम्युनिटी इज रियली ग्रोइङ। तपाईँहरूलाई अपर्च्युनिटिजहरू यहाँ छ तर मैले अर्को कुरा के मैले चाहिँ तपाईँहरूलाई के भन्नु लाग्यो भने अपर्च्युनिटिज चाहिँ तपाईँको जमिनमा मात्रै छैन क्या अहिले हैन। टेक्नोलोजी इज समथिङ विच इज भेरी बोर्डरलेस हैन। सो पहिला हामीले भन्थ्यौँ नि नेपाल ल्यान्ड अफ अपर्च्युनिटी, युएस ल्यान्ड अफ अपर्च्युनिटिज, अस्ट्रेलिया ल्यान्ड अफ अपर्च्युनिटिज हैन। सो द प्याराडिम हेज बिन त्यो सिफ्ट हुँदैछ क्या अहिले चाहिँ मैले हेर्दाखेरि चाहिँ नेक्स्ट 10 इयर्समा चाहिँ अझै धेरै चिजहरू भर्चुअल हुँदैछ। त्यसले गर्दाखेरि ल्यान्ड अफ अपर्च्युनिटिजबाट चाहिँ हामी क्लाउड अफ अपर्च्युनिटिजतिर गइरहेछौँ क्या। सो अवसरहरू अपर्च्युनिटिजहरू जब्सहरू चाहिँ इज समथिङ लाइक रिमोट हुँदैछ, फ्रिलेन्सिङ हुँदैछ, अनलाइन हुँदैछ के। सो तपाईँले अहिले रिसेन्टली हेर्नुभयो भने तपाईँको इन्डियामा लट अफ स्टार्टअप कम्पनीजहरू फ्रिलेन्सिङ पिपल देयर आर लट अफ फ्रिलेन्सिङ हैन। दे आर एक्चुअली कमिङ ब्याक टु इन्डिया एन्ड वर्किङ फर द के अरे आइटी इन्डस्ट्रिज अफ युएस अस्ट्रेलिया हैन डिफ्रेन्ट पार्ट अफ द वर्ल्डहरूको चाहिँ आइटी सर्भिसहरू चाहिँ इन्डियामा बसेर दिन थालिसकेको छ। हामीले किन गर्न सक्दैन, नेपालमा गर्न सकिन्छ नि। त्यही भएर चाहिँ मैले के भन्छु भन्दाखेरि चाहिँ कम्प्लेन मात्रै गर्नु हुँदैन क्या लाइफमा है। भएन 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 इट इज नट गोइङ टु एक्चुअली फिक्स यर प्रब्लम। त्यसले गर्दा के गर्ने भन्दाखेरि नेपालमै बसेर नेपालमै पढेर हैन नेपालमा स्किल ह्युमन रिसोर्स बनाउने हो क्या। द्याट तपाईँहरूले गर्न सक्नुहुन्छ नि त हैन। ब्याचलर डिग्री पढेर सिद्धियो होइन नि त अब तपाईँहरूको सुरु भयो क्या। मेरो विचारमा यु हेभ लट तपाईँले काम गर्नुपर्छ। अहिले तपाईँले आइटीमा हेर्नुभयो भने एआईमा यति फास्ट चेन्जिङ वर्ल्ड छ। हामीभन्दा तपाईँलाई धेरै थाहा छ होला। म पनि एउटा चाहिँ सफ्टवेयर डेभलपर हो बाई द वे होइन। आई हेभ वर्क लट अफ हार्ड। मैले चाहिँ आई बिल्ड लट अफ सफ्टवेयर्स। आई नो तपाईँको सफ्टवेयरको तपाईँको चाहिँ स्टुडेन्ट्सहरूको माइन्ड कस्तो हुन्छ होइन। दे भेरी भेरी सार्प बट नट एबल टु डेलिभर त्यो के अरे चाहिँ एक्सप्रेस गर्न सक्दैन क्या। तर यु हेभ टु बी भेरी अलिकति कम्युनिकेसनहरू बढाउने अलिकति एक्सप्रेसनहरू बढाउने र तपाईँहरूको आफ्नो जति पनि ट्यालेन्ट्सहरू छ त्यसलाई तपाईँले सोकेस गर्ने। कहाँ सोकेस गर्ने भन्दाखेरि सोसियल मिडियामा सोकेस गर्ने हैन। अब जस्तै फ्रिलेन्सिङ वेबसाइट्सहरू छ, अपवर्क.com छ, कति .comहरू तपाईँले प्रोफाइलिङहरू गर्ने चाहिँ वाट यु एक्चुअली क्यान डु इन लाइफ हैन। ग्रेजुएट गरिसक्नु भएको छ केमा गर्ने त एआईमा गर्ने कि क्लाउड कम्प्युटिङमा गर्ने कि हैन वेबमा गर्ने कि मोबाइल एप डेभलपमेन्ट गर्ने कि गेम डेभलपमेन्टमा गर्ने कि ब्लकचेनमा गर्ने कि साइबर सेक्युरिटीमा गर्ने। देयर आर लट अफ अपर्च्युनिटिज वेयर कहाँ छ भन्दाखेरि चाहिँ जमिनमा छैन क्या मैले भन्न खोजेको हैन। इट इज एक्चुअली अ भर्चुअल वर्ल्ड अलरेडी स्टार्टेड। त्यसले गर्दाखेरि फर्स्टमा नेपालमा बस्ने र संसारभरिको काम गर्ने खालको डिरेक्सनतिर चाहिँ नेपाल जाँदैछ। मैले तपाईँहरूलाई त्यो कुराहरू चाहिँ तपाईँहरूलाई आज भन्न पनि के अरे मन लाग्यो। र के गभर्मेन्टले पनि तपाईँहरूको लागि पोलिसी बनाउँदैछ। अहिले नयाँ अध्यादेशले के गरिदियो भने नेपाली आइटी कम्पनीहरूले संसारभरि चाहिँ शाखा खोल्न पाउँछ अहिले, पहिला थिएन होइन। त्यसले गर्दाखेरि तपाईँहरूले चाहिँ वन्स यु स्टार्ट वर्किङ हियर यु हेभ अपर्च्युनिटिज टु एक्सप्लोर ग्लोबल अपर्च्युनिटी पनि तपाईँले एक्सप्लोर गर्न सक्नुहुन्छ। सो त्यसले गर्दाखेरि एकदमै दिस इज अ भेरी राइट टाइम। युआर भेरी भेरी लकी पर्सन। हामीभन्दा एकदमै लकी तपाईँहरूको बारेमा सबै चिज छ हैन। नभएको चिज पनि छ, नभएको त संसारमा हुन्छ हेर्नुहोस् हैन। तपाईँहरूले मैले चाहिँ के भनी गरिरहेको छु भन्दाखेरि नेपालमा छैन केही छैन भनेर जानुहुन्छ, नेपालमा भन्दा बाहिर झन् धेरै छैन क्या तपाईँहरूको लागि। त्यहाँ पनि एकदमै डिफिकल्ट हुन्छ, यहाँभन्दा 10 टाइम्स डिफिकल्ट हुन्छ हैन। नेपालमा चाहिँ तपाईँहरूको प्यारेन्ट्स हुन्छ, तपाईँहरूको फ्रेन्ड्स हुन्छ, तपाईँहरूले हेल्प गर्नको लागि बाहिर कोही पनि हुँदैन। यु हेभ टु डु एभ्रिथिङ योर सेल्फ। इट्स मच मोर डिफिकल्ट हैन। त्यही फर्स्ट नेपालमै गर्न ट्राई गर्नुहोस् 2-3 वर्ष। सक्नु भएन भने त यु हेभ एन अप्सन हैन। सो नेपालमा बसेर ट्राई गर्नुहोस्। वी अलवेज वान्ट टु सी आवर स्टुडेन्ट्स आवर ग्रेजुएट्स। अब तपाईँहरू ग्रेजुएट त स्टुडेन्ट भन्दा अब यु आर अल आर फ्रेन्ड्स अब के वी हेभ टु ट्रिट एज अ फ्रेन्ड के। यु अल आर एक्चुअली अ प्रोफेसनल पिपल अलरेडी। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरू सबै नेपालमा बसेर गरेको हामी डेफिनेटली हामी हेर्न चाहन्छौँ। र नेपालमा हामीले चाहिँ कलेजले पनि हामीले स्टार्टअप
जति पनि आइडियाजहरू हाम्रो विद्यार्थीहरूले ल्याउँछ उहाँहरूको लागि चाहिँ ग्रो गर्ने स्टार्टअप तपाईँहरूको नयाँ आइडिया छ कति स्टुडेन्ट्सहरूले चाहिँ अहिले चाहिँ स्टार्टअपहरूमा चाहिँ काम गरिरहेको मैले देखेँ हाम्रो अस्ति एक्सपोमा पनि न्युरोभिजनहरू जस्तो होइन अब यो मिरर इमेजमा पनि काम गरेको देखेँ दिस अल आर प्रोटोटाइप्स एन्ड इट्स अमेजिङ थिङ्स एक्चुली आर डुइङ होइन तर तपाईँहरूलाई हाउ टु बिल्ड इट हाउ टु कमर्सियलाइज भन्ने थाहा छैन भने हामी सनवे इज एक्चुली गोइङ टु गाइड यु त्यसमा पनि हामी काम गर्दैछौँ र स्टार्टअपहरूलाई हाउ टु मेक इट इन द रियल वर्ल्ड हाउ टु मेक इट कमर्सियलाइज हाउ टु मेक अ ग्लोबल मार्केट त्यसमा हामी पनि काम गर्दैछौँ र डेफिनेटली आई थिङ्क इट्स अ भेरी प्राउड मोमेन्ट फर अल अफ अस अगेन र डेफिनेटली स्पेसल थ्याङ्क्स टु द प्यारेन्ट्स है स्टुडेन्ट्सलाई त एकदमै तपाईँलाई चाहिँ बधाई र तपाईँहरूलाई धन्यवाद म दिन चाहन्छु दिस इज अ भेरी प्राउड मोमेन्ट एन्ड वन्स अगेन प्लिज इन्जोय डे दिस इज अ डे थ्याङ्क यू सो मच